च्यानलमा स्वागत छ। डोगदिया आज चाहिँ हामी गोदावरीको घर गइरहेको अवस्था। वेलकम टु आवर च्यानल। नमस्ते निशा निर्मला शाह भलक स्वागत छ हजुरहरु सबैजनालाई निशा शाहको भलकमा आउनुस्। भ्लग हेर्नु होला जाम गोदावरी जाम आउनुस् आउनुस्। फलो मी सबै जान्छ नि फेरि बोल्ने भनेर प्रब्लम नै भएन नि स्टार्ट गर्ने। अब हामी चाहिँ गोदावरी जाँदै छौं हैन। बाहिर प्रोफेसनली भ्लगर भइसकेको छ यस्तो बाकी कुरा बाटोतिर गरौँ। यति बेला हामी गोदावरी नजिकै पुगिसकेका छौँ। मैले चाहिँ यो भ्यू देख्दा नि अनि यो भन्दा नि एकछिन हुनु ल टक्क पारेर यो साइडमा यस्तो डाँडा काँडा देख्दा नि मैले मेरो पोखराको अनन्य पोखरालाई सम्झिरहेको छु। सिएम है हामी सबैले मेरो पोखराको साथीलाई सम्झेछौँ। डाँडा काँडा यो डाँडा काँडा देखेर हामीले तपाईँलाई एकदमै मिस गरेको छौँ। अहिले चाहिँ विशेष गरी तपाईँले यस्तै ठाउँमा बसिराख्नु भएको छ त हेर्नुहोस्। टोपी लाउँछ अरे अब यो बोतल लाउन परिहाल्यो गाइस होइन। अनि ज्याकेट लगाउनु कस्तो राम्रो चिसो हावा आइरहेछ। आहा मान्छे हरा भनेर सबै भन्ने है जाने हो जाने हो यतिको फोन नगर्दा के गर्दा है आऊ आऊ भन्ने पर्यो अब यस्तो राम्रो मौसम पनि छ। हामी चाहिँ गोदावरी पुगिसक्यौँ। यति बेला हामी भित्र छ। मैले हाम्रो नयाँ डिजाइन हो यो आँखामा चस्मा टाउकोमा टोली चाहिँ यता छ। टोली चाहिँ यता छ गाइस होइन। हामी चाहिँ यता छौँ। तपाईँ हेर्न सक्नुहुन्छ। यहाँ ओछ्याउने कुरामा गाइजहरू यता यस्तो गर्दछ। म चाहिँ यहाँ रोकको बोट मुनि बसेर टक्क बालेर यहाँ बसिरहेको छु। रमाइलो छ। ओ सेट यस्तो गर्दछन् केटाकेटीहरू। हाई गाइज म चाहिँ राम्री मान्छे। हाई गाइज हामी टुइन छौँ। हाम्रो लुगा हाम्रो नाना हामीलाई हेर्न मन छ भने निर्मला दिदीको ब्लगमा सब्स्क्राइब गरिदिनु होला। थ्याङ्क यू धन्यवाद। अब यति राम्रो बहिनीहरूले भने नै सब्स्क्राइब त गरिदिनु नै होला भन्ने आशा छ। उहाँलाई चाहिँ स्पेसली कुर्सीको व्यवस्था थियो। त्यहाँ ग्रुपमा नसुहाउने मान्छे पनि अब फिट भएन हामी फिट भएन हामीलाई निकालिदिए। वास्तवमा हामी समाजमा नसुहाउने खालको मान्छे हो। कसैले नराम्रो कसैले केही भनिहाल्यो नि प्याच्च जवाब दिने बानी चाहिँ फेरि कसैको यहीँ लाग्ला भनेर। दिजु हामीलाई त्यस्तो मोटिभेसनहरू दिउँ न। अरू अरू दिजु अरू त्यो डाँडामा गएर हाम्रो उहाँको स्पिच सुनेर चाहिँ दुईजना भर्खरै दर्शक भइसक्नु। यस्तै स्पिच हामीलाई जरुरत छ लाइफमा। प्लिज यस्तै स्पिच चाहियो भने चाहिँ निर्मला दिदीलाई फलो गर्नु होला। सिकाउँछु तिमीलाई टेन्सन लाइफमा कस्तो कस्तो स्ट्रगल आउँछ कसरी फेस गर्ने त्यसलाई कसरी फेस गर्ने समस्या चाहिँ यहाँ
के हो भन्दाखेरि ठुलो समस्या भनेकै यहाँले पानी परिरहेछ यो पानीबाट कसरी हामी यो रुखको छारी मुनि बसेर Happy birthday, Bunu. Thank you. Same to you. Happy birthday to us, guys. Happy birthday. Sajilo 1 million views in YouTube channel. YouTube channel ma subscriber 10 million. Thank you so much. Vlog गरेमा दिनु भएको. मेरो सट्टा बोल्दै गए. ओके. मलाई बोल्न आउँदैन नेपाली. मलाई नेपाली बोल्न आउँदैन. ओके ओके. हामी चाहिँ अब खाना खाने ड्राई पिकनिकको तयारीमा फाइनली गाइज यहाँ चाहिँ हाम्रो भान्सेहरू हुनुहुन्छ उहाँ बाबुनाजी यहाँ मुनाजी बराबर भाग लाउने है त्यहाँ तलमाथि हुनु हुँदैन नि फेरि पानी परेको अवस्था पानी परेर यहाँ यस्तो अवस्था छ देयर इज समवन कपल्स अनि यहाँ फोटोसुट यहाँ डाँडाबाट चाहिँ पानी आइसक्यो हेर्नुहोस् ल यहाँ चाहिँ यस्तो रमाइलो छ यहाँ यस्तो भइसक्यो भाग लाउने सिपालु मान्छेहरू हेर्नुहोस् यहाँ टिकट बन्दैछ ओहो ओहो लहै लहै यस्तो पानी परिरहेछ हाम्रो चाहिँ यहाँ जोक भयो हामी चाहिँ अब यहाँ खाँदैछौँ चम्ची खाइसकेर खाँदैछौँ भन्नु अब मिठो छ यति नै हो ओके हेलो गाइज बस बसले मासु चिउराको पनि के खाऊ त्यही अब कहाँ हिँडेको हाल्नु पर्यो अनि हैन तरल पदार्थ हामी चाहिँ गोदावरीको यो घरमा आइसक्यौँ गाइज तपाईँ देख्न सक्नुहुन्छ हिँड्नेपछि हामी अब यस्तो बाटो झरिरहेको छौँ यस्तो छ यहाँ एक खुट्टा यस्तो भयो चिप्ल्यो भने हामी सिधै त्यहाँ हाम्रो हात र खुट्टा भाँचिनेवाला छ त्यही पनि रिस्क है त इस्के भनेर जस्तो हामी यो आज पार गरेर छाड्दैछौँ है गाइज अब तलै जाऊँ है हामी चाहिँ अब फर्किन लाग्यो 5 बजिसक्यो आजको भ्लग तपाईँहरूले कस्तो लाग्यो भन्नु होला आई होप इन्जोय गर्नुभयो होला तपाईँहरूले हामी चाहिँ फर्किँदैछौँ हाम्रो टिम चाहिँ उता गइसक्यो आजको मौसम चाहिँ एकदमै कुल छ आन्टी हामी चाहिँ माइक्रोमा जाँदैछौँ पछाडि टक्क भाइहरूले यस्तो गाना गाउनुहुन्छ सुनेर लाइक सेयर अनि सब्सक्राइब पनि गर्नु होला अब माइक्रोबाट आएर ट्याक्सीमा बसिसकेका छौँ अब चाँडै घर पुग्छौँ होला भन्ने अपेक्षा छ आज चाहिँ यस्तै रमाइलो भयो अलिकति थकित पनि भइएको अवस्था अनि मोबाइलमा ब्याट्री पनि छैन आजलाई यति नै तपाईँलाई यो भिडियो कस्तो लाग्यो यदि मन पर्यो भने लाइक सेयर अनि सब्सक्राइब पनि गरिदिनु होला भन्ने अपेक्षा छ हस् गुड नाइट शुभ बिहानी जे भयो नि जति बेला अपलोड भयो नि बिहान अपलोड भयो शुभ बिहानी नाइटमा भयो गुड नाइट बाई